हेलो साथीहरू सबैजनालाई नमस्कार अनि गुड आफ्टरनुन। म चाहिँ अहिले लन्च लिएर आइसकेको छु। आज धेरै दिनमा फेरि भिडियो बनाउनु मन पर्यो। आज चाहिँ यहाँ छ मकैको चामलको भात छ हो। यहाँ आँपको अचार छ, यो फर्सीको सब्जी छ, यहाँबाट नेवारी अचार छ अनि दही छ साथीहरू। मकैको चामल चाहिँ मलाई पुरा मनपर्छ। दही मकैको चामल पर्छ दामी भएछ। तपाईँहरू खानुभयो खाना? म चाहिँ अलिक ढिलो खान्छु। बिहान खाजा खाएर दिउँसो चाहिँ अलिक ढिलो हुन्छ खाना खानु। नानीहरूलाई खानु दिएर पर रुममा पुऱ्याइदिएर चाहिँ आफू खानु बसेको। आँपको अचार कस्तो दामी भएछ। जहिले आँप खाने सिजनमा चाहिँ जहिले ज्वरो आउँथ्यो कि योपालि चाहिँ अस्ति ज्वरो आएर गयो अनि अहिले आँप खानु पायो। नभए चाहिँ जहिले आँपको सिजनमा बिमार भइहाल्छ। नेवारी अचार चाहिँ दामी भएछ। मैले बनाएर राखिरहेको छु साथीहरू। कति बनाइकन राखेको छु। अब बट्टामा हाल्नुपर्ने छ। दामी भयो। हुन्छ साथीहरू, बाई बाई। थ्याङ्क यू फर वाचिङ।